खबरदारी र जनचेतनामा हाम्रो आवाज भन्दै सचेत धराने समूहले निशुल्क पानी वितरण कार्यक्रम राखेको छ। सधैँ चाहिँ यस वर्ष पनि श्रावण महिनाको प्रत्येक 4वटा सोमबार सचेत धराने समूहले निशुल्क पानी वितरण गर्दै आएको छ। उक्त पानी चाहिँ हामीलाई विभिन्न दाताहरूको मार्फत आएको हुन्छ र हामी समूहकै साथीभाइले पनि पैसा उठाएर पानी किनेर हामी सम्पूर्ण तीर्थालु भक्तजनहरूलाई वितरण गर्छौँ। मानवीय कार्यमा हामी सचेत धराने समूह अगाडि आउन चाहन्छौँ, किनभने समाजको लागि हामी मानिस भन्ने एउटा उदाहरण प्रस्तुत गर्दै मानवता बाँचे यो देश बाँच्छ भन्ने एउटा चाहना बोकेर सम्पूर्ण धर्म, समाज, जात, जाति, भाषा, धर्म भनेको हाम्रो संस्कार, संस्कृति, सम्पूर्ण नेपालीको पहिचान हो भन्दै हामीले सम्पूर्णलाई एकताको सन्देश छर्दै यो पानी पनि वितरण गर्दैछौँ।